मनुष्यको जीवन चाहिँ एकदम कठिन हो। त्यसले गर्दाखेरि चाहिँ अब हामीले बुझ्नुपर्छ। हामीले के बुझ्नुपर्छ भने हामी किन यो किरा फट्याङ्ग्रा भएन छ, किन कमिलो भएन छ, किन चाहिँ बाघबालो भएन छ, किन माछा कुखुराहरू बाख्रा भएन छ, पशु किन भएन छ भन्दाखेरि चाहिँ पहिलेको जुन हामीले चाहिँ एउटा धर्म गरेछ, त्यसले गर्दा त्यसको ठाउँमा हामी पुगेको छैन छ भनेर सोध्नुपर्छ कि पहिलेको जुनमा हामीले एउटा धर्म गरेको त्यसको फल हो। अब छोलोक भन्ने चाहिँ अब कहिले थाहा हुन्छ कहिले थाहा हुँदैन। छोलोक भन्ने चाहिँ सबभन्दा दुःख पाउने ठाउँ कहाँ? नर्का। त्यसपछि पेर्तगा भन्छ। नर्कामा चाहिँ के छ? खालि त्यहाँ चाहिँ एकदम चिसो र तातो। चिसो पनि यस्तो चिसो हो कि एकदम यो हिमालको छेउमा बसेर नङ्गै बसेर यसरी चाहिँ जिउ सबै त्यो चिसोले फुटेर धेरै दुःख हुने ठाउँ त्यस्तो खालको। अनि अब फेरि तातोमा यति तातो बस्ने ठाउँ सबै ठाउँ खालि आगोले यसो पोलेको यसरी फलाम हुन्छ नि, फलमा आगोमा डराएको त्यो माथि बस्नुपर्ने, त्यसले जिउहरू पोलेको। त्यही जस्तो फेरि अब यस्तो ठुल्ठुलो जाँगामा यसरी के अरे उमालेर त्यहाँ हालेर उमालेर दुःख दिने ठाउँ हो। त्यस्तो ठाउँलाई त्यो नर्का भन्छ क्या, हाम्रोमा त्यो भन्छ। अनि नर्का सबभन्दा दुःख त्यहाँ छ अरे। त्यो 1-2 दिन होइन, फेरि धेरैसम्म बस्नुपर्ने। अनि त्योभन्दा अलिकति दुःख कम भन्छ अनि पेर्तगा भन्छ। पेर्तगा भन्छ अब त्यहाँ चाहिँ खाना लाउन दुःख, खानु नपाउने, लाउनु नपाउने, पिउनु नपाउने, कति वर्षसम्म खोज्दाखेरि नि एउटा पानी पनि नपाउने। कुनै ठाउँमा अब पानी छ गयो, त्यहाँ पुग्दाखेरि पानी सुक्यो हुन्छ। कुनै ठाउँमा खाना यस्तो देखेको हुन्छ, त्यहाँ जाँदाखेरि त्यहाँ कुनैले फेरि खाना खानु दिँदैन। त्यस्तो खालको समस्या हुने क्या हो, त्यसलाई पेर्तगा भन्छ। अनि अब पशु त हामीले देखिरहेछ, हामीले प्रत्यक्ष देख्न चाहिँ पशु र मनुष्य हो क्या। पशुहरूले कति दुःख छ।